हुन्छ। सर्वोच्चका परमप्रभु महान परमेश्वर पिताको नाममा यहाँहरू सम्पूर्णलाई जय मसीह टक्राउन चाहन्छु। उहाँको वचनले हामीलाई भन्नुहुन्छ, तिनले एउटा पुत्र जन्माउने छिन्, तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ। मत्ती 1:21 यो वचन लेखिएको छ। उहाँ चाहिँ हाम्रो लागि आउनुभएको, येशू ख्रीष्ट चाहिँ हाम्रो पाप क्षमाको लागि आउनुभएको, उहाँको आफ्ना मानिसहरूलाई पाप क्षमा गर्नलाई उहाँ चाहिँ आउनुभएको। यो कुरा चाहिँ हाम्रो लागि, हामी सबैको लागि, संसारभरिका मानिसहरूको लागि उहाँ चाहिँ आउनुभएको। उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ हामीलाई, अनि हामीलाई चाहिँ उहाँले बचाउनुहुन्छ, पाप क्षमा गरिकन हामीलाई शुद्ध गराउनुहुन्छ। यो वचन चाहिँ हामीले मत्ती 1:21 पाउँछौँ। हुन्छ, यहाँहरूलाई परमप्रभुले धेरैभन्दा धेरै आशीष दिनु भन्न चाहन्छु। जय मसीह टक्राउन चाहन्छु परमप्रभुको नाममा। आमेन।